तमघासदेखि काठमाडौँ जानको लागि साथीहरू एकदमै आरामदायी लग्जरी डिलक्स बसहरू फेरि कामनाले मार्केटमा नयाँ बसहरू ल्याएको छ है। एकदम सधैँ सम्झिनु पर्ने कामना डिलक्सलाई। साथीहरू हेर्दै हुनुहुन्छ एकदमै आकर्षक र डिलक्स सिटहरू हेर्नु पहिला यस्तो राम्रो छ नि। कामनामा चढ्दा मनै आनन्द सरर। तमघासदेखि काठमाडौँ जानको लागि अब अरू गाडी किन खोज्ने, यस्तो आनन्दको सिटहरू यति राम्रो सब लग्जरी। तपाईँहरूको लगेजहरू राख्नको लागि पनि एकदमै ठुलो स्पेसहरू छ है साथीहरू। एरोप्लेनको भन्दा राम्रो सिट, एरोप्लेनको भन्दा राम्रो यो के भन्छ यसलाई माथि राख्नेलाई? हजुर, माथि सुतेर पनि जान मिल्ने छ है साथीहरू। यहाँ स्लिपर पनि छ, दुई साइडमै स्लिपर छ। सुतेर आरामदायी साथ जान सक्नुहुन्छ। चेस्टको लागि पनि यो लेगमा पनि लेगको गार्डहरू छ है साथीहरू। उहाँ जसरी बस्नुभएको छ हेर्नु न, यति आनन्ददायी छ। 2x1 यता यो साइडमा 2 जना अनि यो साइडमा 1 जना अनि अगाडि ड्यासबोर्ड पनि एकदम आकर्षक छ साथीहरू। कामनालाई सधैँ सम्झिनु होला। कामना तमघासदेखि काठमाडौँ जान, काठमाडौँदेखि तमघास आउनको लागि कामना गाडी भन्दा अरू गाडी रोज्नु अब हाम्रो मूर्खता हुन्छ। मा कामनाको लोगो सहित यो गाडी एकदमै आकर्षक र मनमोहक देखियो। ल शर्माजी, यो गाडीमा के विशेषताहरू छ, सुविधा के छ ग्राहकहरूको लागि त्यो बताउनु पर्यो। गाडीमा ग्राहकहरूको लागि सुविधा 2x2 सिट छ। यता कपल बस्नको लागि हजुर 2x1 सिट छ। यता कपलको लागि 2x2 भइहाल्यो। यता अब सिङ्गल लेडिजहरू महिलाहरू आफ्नो फ्यामिलीहरू पठाउनु पर्यो भने सिङ्गल सिट छ। अनि यसको चार्जिङ सिस्टमहरू प्रत्येक सिटमा छ। देखाउनु त मलाई खोलेर। प्रत्येक सिटमा छ यो चार्जिङ पोइन्टहरू यो प्रत्येक सिटमा छ। अनि फोल्डिङ गर्नु पर्यो भने फोल्डिङ हुन्छ, फुल फोल्डिङ हुन्छ। अनि प्यासेन्जरको लागि सेफ्टीको लागि सेफ्टी बेल्टहरू पनि छ। हजुर हैन हजुर। अनि यसको थाइरोइडको लागि पनि खुट्टा माथिको लागि पनि खुट्टाको लागि पनि छ। एकदमै आकर्षक हजुर डिजाइनमा हैन। हजुर। यो एरोप्लेन सिट पनि यो भन्दा राम्रो हुँदैन, प्लेनमा भन्दा राम्रो छ, राम्रो सिटहरू छ। बताउनु सोध्नु नि त। अब एसी अब चाहियो भने यो अन गर्दा भयो। अब एसी धेरै अलि चिसो बढी भयो भने यसलाई बन्द गरिदिँदा हुन्छ हैन। अब रिडिङ लाइटहरू छ सबै, अब फ्यानहरू छ, हजुर पर्दाहरू ध्यानहरू पनि खुल्ने छ सबै। अनि त्यसपछि यसको तपाईँको सुतेर जान्छु भनेर चाहनुहुन्छ भने पनि यसको लागि स्लिपर छ हाम्रो। हजुर, स्लिपरमा अब 2x2 2 जना सुत्न मिल्छ। अनि तपाईँले मलाई एउटा कुरा भन्नु, स्लिपर र यो सिटको रेट फरक छ कि के छ? स्लिपर र सिटको रेट एउटै छ, सेमै हो। अहिले खास हाम्रो तमघासदेखि काठमाडौँको खास यो बसको चाहिँ चार्ज के हुन्छ? यो बसको अहिले हामीले भाडा बढाएको छैन, त्यही उसमै चलाइरह 2350 रुपियाँमै चलाइरह। ए हजुर। ल हजुरलाई धेरै नमस्कार, धन्यवाद है। हस्।